हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ मैले ब्लग नबना 3-4 महिनै भइसक्यो, त्यसैले म ब्लग बनाउन आँटेँ। म ब्लग बनाउँदैछु गाइज। अब ब्लगमा यहाँ हेर्नुहोस् एरोप्लेन। यो एरोप्लेन चाहिँ गुड्दैन, फेरि गुड्दैन है गाइज। फेरि गुड्छ भन्नु होला, त्यो एरोप्लेन चाहिँ गुड्दैन थियो। अब यहाँ एउटा ब्याग गाइज हेर्नुहोस्। अब यस्तो गाइज, ओइ गाइज, यहाँ चाहिँ छ मेरो रिडिङ बुक। थ्याङ्क यू गाइज फर वाचिङ। हजुर के भयो गाइज? आज चाहिँ मम्मी पनि म देखाउँछु। गाइज म चाहिँ लुकी ब्लग बनाइरहेको छु गाइज। म बाहिर देखाउँछु है मौसम कस्तो छ। गाइज यहाँ चाहिँ एउटा वासिङ मेसिन छ। गाइज म चाहिँ लुकी ब्लग बनाउँदैछु गाइज। यहाँ चाहिँ खुसी छ गाइज। यहाँ चाहिँ सोलर प्यानल ट्याङ्की अनि यो अनि यहाँ चाहिँ ड्र्यागन फ्रुटको बोट छ गाइज। यसमा चाहिँ काँडा है, काँडै यस्तो काँडा हुन्छ, बिजाउँछ गाइज। यहाँ चाहिँ पहिला यसमा पहिले मौरीको घार राखेको थियो गाइज। अनि यसमा चाहिँ माछा पालेको थियो। अहिले माछा पाले छैन, त्यहाँ मौरी छैन। अनि यो चाहिँ इन्द्रकमल हो गाइज। यो इन्द्रकमल होइन, यो फुलको नाम मलाई पनि थाहा छैन। म हजुरलाई इन्द्रकमल देखाउँछु है त गाइज। जुम हो यो गाइज। यो चाहिँ आइफोन 17 को जुम हो, आइफोन 15 को जुम गाइज। यहाँ हेर्नुहोस्, त्यो फुल देख्नुभयो होला, यो चाहिँ इन्द्रकमल हो। यहाँ हेर्नुहोस् गाइज, सनसेट पनि भइरहेको थियो गाइज। यहाँ बिचारेका गाइज। अब चाहिँ म एउटा गीत गाउँछु ल गाइज, गाउँछु है त। बर्दियाको बाघ आयो, बर्दियाको बाघ, अरू सबै फुचेहरू साइड लाग। अनि गाइज यो चाहिँ मेरो घर हो। अनि यो चाहिँ समराज भाइको घर हो गाइज। यहाँ चाहिँ सानिमा ब्याङ्क छ। यो चाहिँ सानिमा ब्याङ्क गाइज। उता चाहिँ मन्दिर छ गाइज, म देखाउँछु, रुक्नुहोस् एकछिन है गाइज। हावा चाहिँ तगडै लगाइरहेको गाइज। त्यो चाहिँ मन्दिर हो गाइज। आइफोन 15 को जुम भन्दा गाइज तगडै हो गाइज। यहाँ हेर्नुहोस् गाइज, म चाहिँ अघि नै ड्र्यागन फ्रुट देखाइसकेको थिएँ गाइज। हजुरले देख्नुभयो होला ल है त गाइज। अहिलेको लागि यति नै। म यसमै जोडेर अर्को पनि ब्लग हाल्छु गाइज, हुन्छ ल एन्ड।